हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना कस्तो हुनुहुन्छ? म चाहिँ अब भर्खर उठेको। हेर्नुहोस् न, उठ्नुको साथसाथै मेरो छोराले चाहिँ खाना माग्दैछ। के चाहियो? अन्त अब उसलाई हात खुट्टा धोइदिन्छु, म पनि पानी गरम गरेर खान्छु। अन्त खाना बनाएर खाना खाएर जानुपर्छ साथीहरू। अनि आज गाइस म चाहिँ खानामा के बनाउँदैछु भने मैले हिजो बेलुकै करेला काटेर राखेको थिएँ। अनि राइस चाहिँ मेरो घरमा सकेको थियो नि त। अनि मैले त्यही भएर बेलुका चाहिँ एकदम ढिलो भयो। म ड्युटीमा पनि हिजो बिजी थियो नि त। अन्त ढिलो आउनुले गर्दाखेरि चाहिँ अहिले बिहान मगाइराखेको छु, अहिले आउँछ होला अनलाइनमा। अनि सब्जी चाहिँ म करेला बनाउँदैछु, करेला अनि आलु। मलाई चाहिँ एकदम मनपर्छ करेला। तपाईँहरूलाई कस्तो लाग्छ करेला? हेर्नुहोस् गाइस, मैले जो पनि मगाएको थिएँ यो डेलिभरी बोयले चाहिँ लिएर आउँदैछ है। हेर्नुहोस्, मैले यो मगाएँ किटुको लागि। अनि मैले राइस मगाएँ 5 केजीको हो। अन्त यो लगेर म जान्दैछु भित्र। हेर्नुहोस् न, मेरो रुम चाहिँ सानो छ है। किटु सो गाइस, बाई बाई अहिलेको लागि। सो म पनि अब खाना बनाउँछु। अन्त नुहाइधुवाइ गरेर पूजासुजा गर्नु छ होइन। अन्त त्यतिसम्मको लागि बाई बाई। मेरो भिडियोलाई फलो गरिदिनुहोस् होला, मेरो फेसबुकलाई। अनि मेरो भिडियोलाई सेयर गरिदिनु होला। तपाईँले मेरो फेसबुकमा फलो गर्नुभयो भने मात्रै मेरो नयाँ भिडियो देख्न सक्नुहुन्छ। त्यसै कारण गरिदिनु होला है त। बाई बाई।